सम्पूर्ण साथीहरूलाई नमस्कार छ। म तपाईँ वैदेशिक रोजगार कोरिया सम्बन्धी एउटा सानो जानकारीमूलक भिडियो लिएर तपाईहरु माझ उपस्थित भएको छु। टार्गेट कोरिया युट्युब च्यानल हेर्दै रहनुभएका सम्पूर्ण साथीहरूले यस च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। हालै मात्र चर्चामा रहेको कोरिया जाने E7 मेनपावर टु मेनपावर जाने भन्ने E7 चाहिँ 2082 साल 5 महिना 31 गते सुशीला कार्की को अन्तरिम सरकारबाट B2B लाई तत्काल कार्यान्वयन नगर्नु भनेर खारेज गरिदिएको छ, जसले गर्दा तत्काललाई मेनपावरबाट हुने सम्पूर्ण प्रक्रियाहरू चाहिँ खारेज गरिदिने भनेर श्रम रोजगार तथा रोजगार विभागबाट सूचना प्रकाशित भएको छ। यस सूचनामा भनिएको छ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पत्र संख्या 2082-83 चलाइन नम्बर 55 मिति 2082 5 महिना 29 गतेको पत्रबाट B2B माध्यमबाट E7 भिसा मार्फत गणतन्त्र कोरियामा सीमित श्रमिक पठाउने सम्बन्धी कार्यविधि 2080 कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा सम्बन्धित सम्पूर्ण सरकारवालामा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनेर यो एउटा सूचना प्रकाशित भएको छ, जसले नेपालका दलाल तन्त्र मेनपावर दलालीबाट श्रमिकहरू कोरिया लगेर E9लाई नै धरापमा पार्ने जस्तो एउटा खेल षड्यन्त्र रचिरहेका थिए। त्यसलाई अहिले आएको नयाँ सरकार सुशीला कार्कीको सरकार बनिसके पछाडि श्रम मन्त्री नियुक्ति नभए तापनि त्यस कार्यविधिलाई लागू नगर्ने भनी एउटा पत्रचार भएको हुँदा अब केही समय जहाँसम्म लाग्छ अब फेरि G2G बाट नै कोरियाहरू E7 मा श्रमिक पठाउन सक्ने प्रबल सम्भावना छ, जसले गर्दा यो E9 बाट कोरिया प्रक्रियाका लागि कामदार जानको लागि प्रक्रियामा रहेर वेटिङमा बसेका हजारौं विद्यार्थीहरूको एउटा सपना पूरा गर्ने एउटा नयाँ सरकारको यो पहल कदमीलाई सल्युट गर्नुपर्छ। धन्यवाद सुशीला कार्की लगायत सम्पूर्ण टिमलाई। यो मेनपावर दलालीहरूको तन्त्र चाहिँ तत्काललाई बन्द भएको छ। आगामी दिनमा के हुन्छ हेर्दै जाउँ। तपाईले हाम्रो यस टार्गेट कोरिया युट्युब च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। हस्, धन्यवाद।